रवि दाईलाई कस्तो भयानक षड्यन्त्र भयो र यो दुष्चक्रमा फेरि कसरी पारियो यसको तपाईँलाई सत्य तथ्य कुरा बताउँछु आज म। वास्तवमा त्यो जेनजीको क्रान्ति जुन भएको थियो त्यो रवि दाईलाई जसरी राज्यले प्रतिशोध साध्यो, भ्रष्टाचारका फाइलहरू रवि दाईले खोल्न थाले, रवि दाईलाई थुनेको थुनै गरियो, जनतामा आक्रोश बढ्यो, त्यस पछाडि युवाहरू जनहरूमा रगत उम्लियो र भ्रष्टाचार विरुद्धको एउटा जिहाद छेडिएको। र रवि दाईलाई त्यो दिन के गरे भन्दाखेरि बालेन समर्थित केही मान्छेहरूले बालेनले भनेर ल नक्कु कारागार बालेन सहित जाने अरे, बालेनले महानगरको टोली लिएर जाने अरे भनेर पुरै प्रचार गरियो, न्युज हालियो। बिचरा भाग्य नेउपानेले पनि त्यही सुनेर त्यो कुरा भनेको हो। अरूले पनि के भनेको थिए, ल बालेन र रवि भएर के अरे रविलाई निकाल्न बालेन जाने अनि चाहिँ सेनापतिलाई भेट्न जाने भनेर त्यस्तो हावा न्युज फैलाए पहिलो कुरा। अनि जनताहरू एकदमै उत्साहित भयो। अब सबै नेताहरूको भागभाग छ है। अब देशमा आशा गरिएका 2टा मात्रै नेता छन्। अब त्यो भनेपछि रासोपाका नेताहरू पनि बिचरा अब हो कि हो बालेनले समर्थन गरे होला भन्ने भयो। उनीहरू पनि गए, जेनजीहरू पनि गए। बालेनले भनेपछि त गए उनीहरू नि। उसलाई पहिले के थाहा रहेछ भने यो षड्यन्त्र गरेर यसलाई फसाउन पाइयोस्, यसको फेम डिफेम गर्न पाइयोस् भन्ने सोचेर उसले गरेको रहेछ है। यस्तो भयानक षड्यन्त्र रचेको रहेछ बालेनले। अनि त्यस पछाडि गए, अब यदि निकाले निकाल नत्र जेल तोडफोड गर्छौँ भनिसकेका थिए। पहिले पनि नक्कु कारागारका जेलरहरूले आउनुहोस् रविलाई लिएर जानुहोस् भनेर सरकारले पनि सोचेको रहेछ, किनभने आन्दोलन मत्थर हुन्छ कि रविलाई निकाल्दैछ भनेर। अब त्यहाँबाट जब रविलाई निकालेपछि रवि चाहिँ एकदम चाहिँ 10,000 जनताको बिचमा एउटा शेर जस्तो भएर चाहिँ निस्के। जति बेला चाहिँ काठमाडौँ धुवाँ भएको थियो, सबै नेताका घर जलेका थिए होइन, सिंहदरबार सर्वोच्च संसद भवन सबै जलेका थिए, बालेन शाहहरू गुफा बसेका थिए। सुन भाइ। अनि त्यो भइसकेपछि रवि दाई हजारौँ 10,000को बिचमा चाहिँ सल्युट गरेर राष्ट्रिय गान बजाएर अनि त्यसपछि गएका भागेका होइनन्। पुरै पुलिसले लगेर जिम्मा लागेको छ। पहिलो कुरा यहाँ चाहिँ पहिले के गरियो भने जब रवि दाई घर पनि पुगेका छैनन्, बालेन शाहले के गर्यो, केही जेनजीहरू र केही उसका समर्थक केटाहरूलाई आलाकाँचा केटाहरूलाई लाएर गो ब्याक रवि लामिछाने, गो ब्याक टु जेल भनेर ह्यासट्याग चलायो। अब उसको त फ्यान फलोइङ धेरै छ। जब त्यो चलाइसके पछाडि अनि अब अल्लारेहरू आलाकाँचाहरूले भावनामा आए चलाइदिए। त्यसैमा को गए फेरि मिसिन काङ्ग्रेस एमाले माओवादीका गए। अनि 12 भाइ मिडियाहरूले त भागौडा भनेर थाले, करि के भन्न थाले, एरेस्ट रवि लामिछाने भन्न थाले। वास्तवमा त्यो दिनको स्थिति के थियो भने सम्पूर्ण नेताहरूलाई भ्रष्टाचारी भनेर जनताले लखेटिसकेका। अब बालेन भनेको बाहिर निस्किँदै ननिस्केको, बिचरा चाहिँ जेनजीहरूले आऊ बालेन भन्दा नि आउँदै नआएको, जेनजीहरूले नेतृत्व लिने मान्छे नभएको, सेनाले लिने कुरो भएन। रवि लामिछाने त एक्लो शेर भएर जनताको नेता भएर त्यत्रो हुलमा हिम्मतसहित गएको नेता हो। तर त्यसलाई चाहिँ डिफेम गर्नको लागि उसले गो ब्याक रवि लामिछाने भनेर चलाएर त्यो 40 लाख हस्ताक्षरले जलेको बालेन त्यो लोकप्रियताले के भनेको थियो अरे नि एमालेलाई चिठी पठाएर होइन रविलाई निकालौँ, लास्टै धेरै यसको चाहिँ लोकप्रियता बढेसम्म भनेको भन्ने कुरा आएको थियो। अनि त्यतिसम्म गर्न भइसकेको रहेछ है। अनि त्यो दुष्चक्रमा पार्यो। अनि जब चाहिँ बिचरा रवि लामिछानेले त्यो देखाए, पत्र देखाए, अब कार्यालयको छाप छ होइन, जेलर